हेलो एभ्रिवान, नमस्ते, वेलकम टु ब्याक माई च्यानल। आज चाहिँ मैले न्यू भिडियोको साथमा हजुरहरू सामु उपस्थित भइसकेको छु र आजको न्यू दिनको न्यू भिडियो चाहिँ सुरुवात अब हुँदैछ यसरी। सो सबैजनाले मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला र लाइक र कमेन्ट गर्न नबिर्सिनु होला। भिडियोलाई अन्त्यसम्म हेरिदिएर साथ दिनु होला र धेरै धेरै माया दिनु होला। लट्स अफ माया। So see you watch full video by the first. So I'm going to visit. So I'm going. Hello सबैजनालाई नमस्ते। म चाहिँ अहिले गाउँतिर छु अनि गाउँमा चाहिँ धेरै थोक छ। म त हजुरहरूलाई देखाउँछु। सबैजनालाई नमस्ते। म चाहिँ हजुरहरूकै प्यारी एसएमके ब्लग्समा हजुरलाई स्वागत छ। अनि त्यसपछि म आज चाहिँ गाउँतिर छु अनि म हजुरलाई देखाउँछु हामीले गाउँमा के फलाएका छौँ। हामीले यहाँ देख्न सक्नुहुन्छ यति सबै यहाँदेखि वारिपारी सबैतिर बैगुन खेती छ। यो चाहिँ हाम्रै हो। हामी चाहिँ अब यहाँ टिप्न आइरहेको छौँ हाम्रो बगानमा। अनि यहाँ हेर्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ बैगुन खेती यहाँदेखि वारिपारीसम्म, यता पनि पारीसम्म, यता पनि पारी नैसम्म हामी बेच्नको लागि टिप्नु आएको यो बैगुनलाई हैन। अनि त्यसपछि चाहिँ यहाँ हामी टिप्दैछौँ। हजुरले देख्न सक्नुहुन्छ यहाँ कति ठुल्ठुलो बैगुन लामो हामी यहाँदेखि यता पारीसम्म सबैतिर बैगुन देख्न सक्नुहुन्छ साथीहरू हैन। अनि त्यसपछि हजुरहरूले बैगुन मन पराउनुहुन्छ भने मेरो च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला भन्दै बैगुन टिप्दैछौँ। सबैजनाले बैगुन किन्न आइदिनु होला एकदम सस्तो मस्तोमा। यस्तै छ हालत। खैन देख्न सक्नुहुन्छ यो बैगुन चाहिँ मैले टिपेको हँसियोस् बैगुनहरू हामीले यस्तो धेरै बेच्नको लागि अब लानुपर्छ। हामीले हटियासम्म लानुपर्ने हुन्छ। आज चाहिँ शुक्रबार भइहाल्यो, भोलि शनिबार हटिया लाग्छ यहीँ नजिकै, त्यहाँ लगेर बेच्ने कार्य हुन्छ। त्यही भएर हामी यहाँ टिप्दैछौँ। धेरै लामो पनि छ, ठुलो। हजुरहरूलाई सस्तो मूल्यमा चाहिएमा सम्पर्क गर्नुहोला। यहाँदेखि वारिपारी सबैतिर देख्न सक्नुहुन्छ। म लामो बैगुन टिपेर देखाउँछु। यहाँ छ एउटा राम्रो र लामो बैगन, यसलाई ब्रिन्जल भन्छ। सबैभन्दा राम्रो धेरै फल्दो रहेछ। यत्रो खेती गर्न धेरै मेहनत लागेको छ। त्यही भएर च्यानललाई सब्सक्राइब गरिदिनु होला। यति धेरै फलाएको छ। अब हामीले यो लानु पनि पर्ने हुन्छ बेच्न। अनि हामीले तरकारी पनि यही हुन्छ हाम्रो चाहिँ अचार पनि यहीको पोलेर बनाउँछौँ, तरकारी पनि यही खान्छौँ। यहाँ देख्न सक्नुहुन्छ एकदम धेरै छ। यत्रो म यहाँ यो रुखदेखि
यो रुखदेखि अलि यतादेखि अलिकति चाहिँ साग रोपेको रहेछ त्यहाँदेखि यतादेखि लिएर त्यहाँ पर त्यो घरदेखि वारी अनि यहाँ त झन् ऊ त पर देखेको यो रुख भन्दा यतैसम्म सबै छ अनि यहाँ देख्न सक्नुहुन्छ यहाँ बिचमा ग्याप छ त्यहाँदेखि त सबै यहाँ अलिकति त्यहाँ यहाँदेखि सबै यत्रो सबै चाहिँ हाम्रो बैगुन खेती छ अनि त्यही भएर चाहिँ बैगुन खानको लागि चाहिँ एकदम मन पराउनु हुनेहरूले चाहिँ यहाँ सम्पर्क गर्न सक्नुहुन्छ सो यहाँ राख्नुपर्ने हुन्छ मैले चाहिँ सानो सानो पनि टिपेको छु केही छैन सानो ब्लग बनाएको होइन बैगुनको अब म चाहिँ देखाउँछु यहाँ कता कता छ ठुलो बैगुनदेखि लिएर यहाँनिरदेखि लिएर यताबाट वारी पारीसम्म छ आकाशको यस्तो यहाँ चाहिँ अहिले चराहरू कस्तो राम्ररी सब चराहरू कस्तो मजाले उडिरहेको थियो कस्तो राम्रो चराले तर मैले अलिक भिडियो बनाइन केही छैन यहाँ हाम्रो बाख्राहरू चढ्दैछ खेतमा देख्न सक्नुहुनेछ बैगुन खेती यता हाम्रो टमाटर खेतीहरू देखाउँछु म त्यसको लागि वेट गर्नु होइन यो चाहिँ हाम्रो टमाटर खेती वो यही भनेको वरपर पो जानुपर्ने रहेछ त टमाटर खेती देखाउँछु यसरी टमाटर फलिरहेको अवस्थामा ल जाउँ भनेको त गयो उडी गयो यसलाई गएर उडाम भनेको त आफै उडी गयो त देख्न सक्नुहुन्छ टमाटर खेती त्यो शुक्रबारको भ्लग हो माघ आज 4 गतेको म भोलि एडिट गरेर सायद हाल्छु हजुरहरूले हेर्न नबिर्सिनु होला लाइक सब्सक्राइब र गर्नु नबिर्सिनु होला हजुर यस्तो गरेर यहाँ चाहिँ सुतेर फुल्यो हामी चाहिँ यहाँ हाम्रो टमाटरलाई हेरचाह गर्न आइरहेको छौँ बेच्नु पर्यो नि त अब पाकेको लगेर त्यही भएर पनि हामीले यहाँ यसो घुमिरहेका छौँ त्यही भएर यता